आज म बनाउँदैछु पिरो आलु र अन्डा करी। ल बनाउन सुरु गरौँ है त। सुरुमा चाहिँ प्यानमा तेल हालेर यसमा बेसारलाई फुराउने अनि त्यसपछि उसिनेको अन्डा हालेर यसलाई मजाले घुमाएर यसलाई हल्का यस्तो गोल्डन ब्राउन जस्तो बनाउने है। अनि त्यसपछि यो अन्डा सबै निकालेर साइड लाउने अनि अदुवा लसुनको पेस्ट हालेर यसलाई मजाले रातो हुने गरी भुट्ने। त्यसपछि यसमा टक्कसँगले प्याज हाल्ने अनि यसमा नुन हालेर यसलाई पनि मजाले मिक्स गरेर प्याजलाई हल्का गल्न दिने। यो प्याज बिस्तारै गल्दै जान्छ हैन। यस्तो भइसकेपछि यसमा गरम मसला, मसरुम मसला, चिल्ली पाउडर अनि थोरै मरिचको धुलो हालेर यसलाई मसलालाई पनि एकछिन पकाउने। त्यसपछि टमाटो पेस्ट हालिदिने यसरी अनि त्यसपछि यसलाई पनि मिक्स गरेर एकछिन छोप्नको लागि छोडिदिने हैन। अनि यसलाई मजाले पानी सुक्न दिनु पर्यो अनि यस्तो भएपछि अहिलेको अन्डा हाल्ने अनि यसलाई मजाले मिक्स गरेर तातो पानी हालिदिने अनि त्यसपछि यसलाई एकछिन उमालेर यतिको ग्रेभी बनाएर धनिया छर्किने। त्यसपछि प्यानमा सुकेको खोर्सानीलाई एकछिन भुट्ने अनि त्यसपछि खोर्सानी, काँचो जिरा र पानी हालेर यस्तो पेस्ट बनाउने अनि र उसिनेको आलु, त्यसपछि प्याज अनि थोरै नुन अनि यो चिल्ली पेस्ट अघि बनाएको, त्यसपछि कागतीको रस, टिमुरको छोप, हरियो धनिया र तोरीको तेल हाल्ने काँचो अनि यसलाई मजाले मिक्स गर्ने हैन। अनि यस्तो दामी हुन्छ नि अनि त्यसपछि यो रेडी हुन्छ है त।